यहाँनिर चाहिँ हाम्रो मोमोको लागि मैदा बेलिँदैछ। अलिक पातलो होला तर यतिको ठिकै होला। कस्तो दामी है। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज म तपाईँलाई फेरि पनि स्वागत छ। धेरै दिनपछि फेरि पनि मैले एउटा नयाँ भिडियो लिएर आइसकेको छु। अनि अहिले चाहिँ रातारात भिडियो गरिरहेको छु। किन गरिरहेको छु भने आज चाहिँ हाम्रो यहाँनिर मोमो पार्टी हुँदैछ नि त। अनि त्यही भएर चाहिँ माहौल देखेर चाहिँ मलाई भ्लग गर्नु मन पर्यो। अनि त्यही भएर मैले चाहिँ स्टार्ट गर्दैछु। हेरेर इन्जोय गर्नु होला। अब चाहिँ म देखाउँछु हाम्रो कसरी हुँदैछ भनेर। यो चोटि चाहिँ हाम्रो यसलाई के भन्छ व्यवस्थित तरिकाले हुँदैछ मोमो। यहाँनिर चाहिँ हाम्रो मोमोको लागि मैदा बेलिँदैछ। खास गरी यो चाहिँ थुक्पा बनाउने उयो हो, मिसिन हो। तर आज चाहिँ हामी यसलाई अझै धेरै सदुपयोग गर्दैछौँ। मैदा यहाँ हेर्नु साथीहरू, यहाँ छ हाम्रो मैदा उयो मुस्ने ठाउँ। अनि यहाँनिर उयो छ। अनि यहाँनिर पेल्ने ठाउँ। अब यसलाई अझै उयो बनाउनु पर्ने चेप्टो मसिनो यो त मोटो भयो नि त। यत्रो पखाला चल्छ नि त। अब मजाले मसिनो बनाउने। त्यो पछाडि त्यो गिलास सट्ट निस्किने लामो। तर यो गिलास त नि मोमो त यत्रो पो बनिन्छ त। हो त्यही भएर अलिक ठुलो बडा छ ठुलो। के अलि काट्ने खोइ त। अनि यसकोबाट ठुलो हुँदैन काट्ने खोइ त। मैले अस्ति घरमा गएर बनाउँदा खोइ मैले यत्रो पो बनाएको थिएँ। हो केमा काट्ने के हुन्छ कि बा एउटा ट्राई गर्नु न, हुन्छ होला। एक ट्राई हान्दिहाल्नु मलाई। यो खोइ त प्लेट अनि प्लेट सन्धिभाइले धुँदैछ, धुनु पर्यो। ए यहीँ राख्दा हुँदैन। अनि काट्दा पनि हुन्छ साथी। होइन हुँदा हुने। तर मैले चाहिँ के भन्ने भनेदेखि अब यसले त चोट लाग्छ त्यसलाई अलिअलि त। अनि चोट लाग्यो भनेदेखि भरे त्यो भएर ट्राई गर्नु होइन लागि गयो भने पनि गाह्रो हुन्छ है फेरि। हात दुख्छ, समी नपर भने मुखमा जान्छ। मैले चाहिँ नगरेको। यसले नै टुक्रा पार्दो रहेछ, मिसिनले नै टुक्रा पार्छ। मैले अङ्कल यसरी हाम्रो यहाँ जुगाड व्यवस्थित छ यसचोटि चाहिँ। तै त सानो हुन्छ भनेको मैले। बोटुका छैन, बोटुका यत्रो यत्रो बोटुका होइन, सानो सानो बोटुका भनेको यत्रो यत्रो हुन्छ त कटौरा। हेर्नु त यसले त सानो हुन्छ। मैले पहिले घरमा ट्राई गरिसकेको नि यो त। अनि छिट्टो यो भनेको चाहिँ हामीलाई सुख हो। म त यहाँ त बनाउनु पर्यो भने त उ त्यसमा एक बरा घरलन गर्नु यसपछि के छ बनाएको। यसले चाहिँ के काम गर्छ? यसले पातलो रोटी बनाउने विशेष। अहिले त थुक्पाको यस्तो रेसा काट्ने चाहिँ कुन यो यो चाहिँ थुक्पाको रेसाले काट्ने हो। यसको अहिले 25,000 पर्छ। आमामामा केही छैन त। ए डिजाइन मात्रै त हान्ने हुने होइन, त्यो काट्ने मात्रै नि कति। एकचोटि अङ्कल र म के को पो गर्थ्यौँ नि बनाउन यही लिएर। यो होइन अर्को त्यसको पर्छ त्यो मिसिन। अनि यसको खोइ तिखो हुँदैन। यत्रो चाहिँ बरु अलिक ठुलो भयो भने के हुँदैन। कस्तो दामी है। एउटा यो केमा यसो गर्दाखेरि भइहाल्यो नि, हुँदैन र? हुन्छ भइहाल्यो त नि, यति भए भइहाल्छ त। अनि यसो गर्ने अनि बाहिर उयाँमा थपक राखेर बाहिर जाने। बाहिरकोलाई स्विप किसिम हुनु। यो त ठिकै हुँदैन रहेछ। ठिकै हुन्छ। ठिकै हुन्छ। हातमा लाग्यो साइज। मैले उयो गर्थेँ ल। हेर्दा सानो भएर फुली त यत्रो हुन्छ त। ए त्यस्तो चाहिँ कुरो बनाउनु न। पातलो ए हो त। ठुलो भयो हुँदैन, ठिकै हुन्छ। ढाडीमा चाहिँ अलिक ठुलो हुन्छ होला, तर पनि ठिकै छ त। मैले त बनाएको मात्र भयो त, यस्तो त हुन्छ। ढाडीलाई भयो पोटुका मात्र भयो भने केही हुँदैन, 2-3 वटाले ड्याम
अलिक पातलो होला तर यतिको ठिकै होला कुखुराको मासुमा त अलिक पाक्नु पर्यो नि त यो भन्दा यो पातलो छ नि यो पातलो हल्का पातलो सबसे पातलो कुन हो त हजुर सबसे पातलो त्यतिको ठिकै होला मेरो आफ्नो एउटा पोजिसन छ अन्त यो सुक्खा भयो कि अन्त सुक्खा हुँदै गर्दै काट्नु पर्छ भरे पानी हातमा लाउँदै गर्नु पर्यो होला जमानै पानी हुन्छ सँग हुने रहेछ त विदेशीमा पाउँछ त यस्तो मात्रै हो त्यस्तै होला यो पनि काट्नु कि अनि एउटामा राख्दैन हामी गएर सुई 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 बनाइदिन्छौँ बुबाले के हो मुनि खुट्टा उचालिदिएर त नि यस्तो घुमाउने पनि हो त्यसरी आउनु त आयो यो यसको धारै भएन नि त धारवाला त एकैछिन निसान आज त कस्तो मजा आइरहेछ फिनिक्स फिनिक्स आऊ मेरो छोरा चाहिँ उयो भइसकेको छ यहाँनिर के भन्छ सेलिब्रेटी मेरो छोरा सेलिब्रेटी भइसकेको छ अझै को लाइनमा हुनुहुन्छ आउनु होला छिटो छिटो अहिले बिजी हुन्छ मेरो छोरो नसुत्न हौ प्रभु यता आइरे त लियोन बेबी लियोन लियोन कुकुर देखेछ त्यहाँ नि कस्तो राम्रो आएको आज त मेरो आइफोन भन्दा कम छैन त यो मेरो फोन त के छ आइफोनले छिटो ठ्याक खिचिन्छ क्या नि त मेरो छोरो कति राम्रो अरे म चाहिँ अलिक निदाउन खोजेछु बेबी यता सोना यता फर्काऊ खै त तपाईले पनि त फर्काउनु पर्यो नि त जिउलाई पनि हल्का तपाईको जिउको बेबी तिम्रो त खिच ए आमै कति नामो देख्यो है ल ल ल आए के हो दिदी बहिनी यहाँनिर एउटा सिरानी एकजना बसेर यहाँ चाहिँ हाम्रो मोमोको लागि पानी तातिँदैछ यहाँ भाँडामा हाम्रो मोमो भाँडा पनि ठुलो छ एकैछिनमा बनिन्छ यहाँनिर यहाँ चाहिँ गाह्रो भएको अवस्था सजिलो बनाउनु खोजेको बोटुका नभएर ए आम्मा लु बिजेता ए काम छैन प्लास्टिकको प्लास्टिकको काम छैन यो हेलो ए जप्पै चुडा ए ठिक छ बिचको चुडा नानी भयो भइगयो त अनि ल प्याकिङ गर्नु प्याकिङ ल के यस्तो मात्रै बोल्नु न बोटुका यहाँ अझ है बोटुकाको सेपमा मोमो बोटुकाको सेपमा मोमो यहाँ चाहिँ गोलो गोलो यहाँनिर छ अब हामी बनाउँछौँ अहिले अघि कति हो कति हाम्रो यो झन् भन्दै थियो यहाँ यो चोटि चाहिँ राम्रो तरिकाले बनाउन आँटेको छौँ रियो भाडालाई के भन्छ अन्त मोमोकै भाडा भाउजूलाई पनि देखाइदिउँ अनि तेल सेल दाल पर्से पनि म त गाह्रो हुनेछ हौ तल मोमोको किमाल हल्का छुवाउनु पर्ने रहेछ मेरोमा चाहिँ बढी नै भयो गुड मर्निङ साथीहरू हिजो चाहिँ मैले तपाईँहरूलाई सबै भिडियो देखाउनु पाइनँ किनभने मेरो यहाँ छोरो
छ नि त। अनि राति लगेर गएको थिएँ अनि त्यही भएर चाहिँ गाह्रो भयो। नानी रातभरि रुयो नि त उता हामीले ममा पार्टी गरेको ठाउँमा। अनि नानीलाई हेर्नुपर्ने भयो, त्यही भएर मैले सबै देखाइनँ। अनि त्यही भएर चाहिँ आज फेरि पनि म तपाईँहरूको सामु आइसकेको छु। अनि हिजो चाहिँ हामीलाई एकदम रमाइलो चाहिँ भएको थियो होइन, एकदमै सबैजना मिलेर खाँदा रमाइलो नै हुन्छ। तर म चाहिँ अब नानीको आमा भइसकेपछि चाहिँ एक्लो भए जस्तो हुँदैन नि त, नानीलाई सम्हाल्नै पर्छ। अनि त्यही पनि नानी त्यस्तो धेरै ठुलो भएको छैन, भर्खर 6 महिना त पुग्दैछ नि त। अनि त्यही भएर चाहिँ मैले हिजो सबै देखाउनु पाइनँ तपाईँहरूलाई, तर मैले मोमो चाहिँ ल्याएर आएको छु है साथीहरू। म त्यो मोमो चाहिँ तपाईँहरूलाई देखाउन चाहन्छु। मम्मी जानु भएको थिएन अनि मम्मीको भएको यो यहाँ हेर्नु कस्तो ठुल्ठुलो छ क्या मोमो, हेर्नु न। अनि कत्रो ठुल्ठुलो चिकन मोमो हामीले बनाएको थियौँ। अनि हिजो रमाइलो भयो खाँदा ओर्दा। तपाईँहरूलाई कस्तो सेयर गर्नु नपाउँदा चाहिँ मलाई दुःख लागिरहेको छ, एकदमै रमाइलो भएको थियो। अनि कति भयो मैले भ्लग नबनाएको, म हिँड्नु पाउँदिनँ नि त कता कता, त्यही भएर चाहिँ घरकै मात्रै के देखाउनु भन्ने भएर चाहिँ मैले भिडियोहरू बनाएको थिइनँ। अनि नानीसँग अप्ठ्यारो पनि हुन्छ मलाई हिँड्दै भ्लग गर्नु पनि, नानी सम्हाल्नु कि भ्लग गर्नु कि हुन्छ नि त। अनि त्यही भएर अनि आज चाहिँ कहीँ पनि हामी जाने काम छैन, हामी घरमै बस्छौँ। अनि त्यही भएकोले गर्दा यहाँ अनि यस्तो यहाँ डिलमा आएको। अनि के हो यो हालत सानो? हजुर त नि के हो यस्तो? मैले चाहिँ अनि यहाँ डाइपर चाहिँ मैले यस्तो लगाइदिएको छु, किनभने घरमा बस्दाखेरि चाहिँ म अहिले यस्तो कपडाको डाइपर लगाइदिने गरेको छु। घरमा बस्दा त अर्को लगायो भने र्यासेस ज्यादा आयो क्या। कुरा सुनेको हो बेबी? राजा हाँसिदेऊ न, हाँसिदिनुहोस्। मेरो छोरा चाहिँ पुरा कुरा बुझ्ने भइसकेको छ है। अनि बोलाउँदा उर्दा फर्किन्छ, हाँस्छ, खेल्छ, बाबा भन्दै खेल्छ होइन। होइन सानो तिमी बुझ्ने भएको छौ नि त। अनि त्यही भएर मेरो दिन चाहिँ मैले सबै मेरो बेबीलाई दिइराखेको छु अहिले। त्यही भएर चाहिँ मैले मेरो भ्लग नआउनुको रिजन पनि त्यही हो। अब चाहिँ बिस्तारै ठुलो हुँदैछ अनि म तपाईँलाई रेगुलरै गर्ने छु अलिक पछिदेखि। अहिले पनि म रेगुलर गर्न पाउँदिनँ, तर सर्ट भिडियो चाहिँ भने साथीहरू दिनमा 3-4 वटा आइरहेको छ, त्यसलाई चाहिँ माया गरिदिनु होला, हेरिदिनु होला। यदि कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्दै गर्नु होला। लङ भिडियो त अवश्य नै आउने नै छ है बेबी। मम्मीले लङ भिडियो ल्याउनुहुन्छ नि होइन? हो कि न भन्नुहोस्, ल्याउनुहुन्छ कि न भन्नुहोस् न सोना। ल साथीहरू आजको दिन यस्तै छ होइन। यो मोमो चाहिँ मम्मीले खाइसक्नुहुन्न क्या यत्रो। अनि यो चाहिँ आधी मेरो आधी मम्मीको, अहिले फ्राई गरेर खान्छौँ। अनि आजको भिडियो चाहिँ यति नै साथीहरू। के कस्तो भयो मलाई पनि राम्रोसँग थाहा छैन, तर पनि जस्तो भए पनि हेरेर माया गरिदिनु होला। अनि यदि कोही नयाँ हुनुहुन्छ र मेरो भिडियोहरू मनपर्छ भने चाहिँ सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। अनि आजलाई चाहिँ यति नै, अहिलेलाई चाहिँ बाई बाई, हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ।